हेलो नमस्ते सबैजनालाई र मिस्टर ठटल युट्युब च्यानलबाट मैले अस्ति सङ्गीत कसरी सिक्ने भन्ने चर्चामा फर्स्ट लिसन सारेगामा पदनिसा सानी धपमा गरेछ भनेर एउटा लिसन बनाएर हालेको थियो फर्स्ट लिसन र आज चाहिँ म सेकेन्ड लिसन गराउनु गइरहेको छु र जति पनि युट्युबमा भएको मेरो मित्रता हुनुहुन्छ सङ्गीत प्रेमी हुनुहुन्छ आशा गर्छु हजुरहरूले मेरो च्यानललाई सब्स्क्राइब गरेर लाइक गरेर सपोर्ट गरेर मलाई अगाडि बढाइदिनुहुन्छ होला भन्ने आशा राखेको छु र हामी सेकेन्ड लिसन गरौँ है त सेकेन्ड लिसनमा तपाईँले फर्स्ट लिसनमा थियो सा रे ग म प ध नि सा सा नि ध प म ग रे सा यो फर्स्ट लिसन थियो र सेकेन्ड लिसनमा चाहिँ कस्तो छ भनेदेखि सा सा रे रे ग ग म म प प ध ध नि नि सा 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 नि नि ध ध प प म म ग ग रे रे सा सा यो छ है र कतिजनाले चाहिँ कस्तो गर्छ भने सा सा रे रे यो गलत हो यस्तो नगर्नु होला सा सा रे रे ग ग कतिले प्र्याक्टिस यसरी गरिरहेछ मैले देखिरहेको छु क्या तर यो चाहिँ गलत हो रङ हो यो तपाईँले एक ताल दबाएर दुई ताल प्रनाउन्स गर्नुपर्ने हुन्छ लाइक सा सा रे रे ग ग म म प प ध ध नि नि सा 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 नि नि ध ध प प म म ग ग रे रे सा सा यसरी एकपल्ट दबाएर दुई खेप प्रनाउन्स गर्ने सा सा रे रे ग ग म म प प ध ध नि नि सा 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 नि नि ध ध प प म म ग ग रे रे सा सा यसरी यस्तो होइन सा सा रे रे यस्तो यो गलत हो एक ताल दबाएर दुई खेप सा भन्ने फेरि रे दबाएर दुई खेप रे गरेर त्यसरी प्र्याक्टिस गर्ने आरो अब्रो गर्ने सा सा रे रे ग ग म म प प ध ध नि नि सा सा यहाँ सास लिने सा सा नि नि ध ध प प म म ग ग रे रे सा 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 रे रे ग ग म म प प ध ध नि नि सा 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 नि नि ध ध प प म म ग ग रे रे सा 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 रे रे ग ग म म प प ध ध नि नि सा 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 नि नि ध ध प प म म ग ग रे रे सा सा यसरी तपाईँले निकै बार प्र्याक्टिस गर्नुहोस् 20 बार 30 बार 50 बार जति तपाईँसँग समय छ बिहान उठेर तपाईँले यसरी फर्स्टको लिसन र यो लिसन सँगसँगै तपाईँले 50 बार अब टाइम छ भनेदेखि 60 छैन भनेदेखि 20 खेप 30 खेप 40 खेप सुरुमा तपाईँले यो आरो अब्रो गर्नुहोस् सुरुमा तपाईँले इफेक्ट हुन्छ गलामा र फर्स्टको लिसन गर्नुभयो होला भन्ने आशा राखेको छु र सेकेन्ड लिसन पनि यसरी तपाईँले गर्दै जानुहोस् म केही कारणले गर्दाखेरि अनलाइन क्लासेस गराउनु पाइनँ किनभने मेरो तबियत अलिकति खराब थियो र यहाँनिर पानीको एकदमै पानीले गर्दाखेरि नेटवर्क पनि प्रब्लम भइरहेको थियो र त्यही कारणले गर्दाखेरि मैले सेकेन्ड लिसन बनाउनु पाएको थिइनँ र अबदेखि चाहिँ सेकेन्ड थर्ड फोर्थ यसरी बनिँदै जान्छ र आशा छ हजुरहरूले यो प्र्याक्टिसलाई गर्नुहुन्छ होला भन्ने आशा राखेको छु धन्यवाद जय गोर्खा।